उसले मन पराउँछ कि मन पराउँदैन टक्क गिफ्ट यसले मलाई यस्तो माया गर्दै छ तपाईहरुले पनि आफ्नो वाइफ अनि तपाईको गर्लफ्रेन्डहरुलाई लगाइदिनु भयो साथीहरु मैले त मेरो फ्युचर वाइफलाई लगाइदिए नि मैले यस्तो त लाउँदिन तर हेर न त्यहाँ हेर न कस्तो राम्रो ह्यापी श्रावण मलाई श्रावण लाग्यो है भयो बल्ल राम्रो हेर्नु साथीहरु यसले मलाई लिएर आइदिएको ल उसको लागि गिफ्ट छ साथीहरु यहाँभित्र पोखरा तल्लो बिरौटा 17 मा साइला दाइको सुकुटी हाउस भन्ने चाहिँ फेमस छ है साथीहरु गुगल म्याप हेरेर आउन सक्नुहुन्छ गुगलमा लोकल सुकुटी हैन यस्तो मिठो मिठो भेराइटी पाइन्छ हैन हेलो एभ्रिवान नमस्ते जोतलप्पा सबैजनालाई वेलकम छ हाम्रो एलिस निकिता युट्युब च्यानलमा साथीहरु अनि आज चाहिँ यो मेरो एकदमै र्यान्डम भ्लग हुने छैन साथीहरु के हो भन्दाखेरि चाहिँ अब म चाहिँ बाटोमा छु हाइवेमा अनि देख्न सक्नुहुन्छ यहाँ टक्क यहाँ जामुनेको पेट्रोल पम्पमा पेट्रोल हालेर टक्क अब हिँड्न लाग्यो अनि मम्मी र म चाहिँ पोखरा जाँदैछु साथीहरु मम्मीको यसो आँखाको चेकअप फलोअपको लागि अनि भोलि यो भ्लग चाहिँ के हो भन्दाखेरि खास के इन्ट्रेस्टिङ छ भन्दाखेरि साथीहरु भोलि चाहिँ साउनको 1 गते अनि त्यसमाथि मैले मेरो सानोलाई भने हैन हैन अनि उसलाई चाहिँ केही साउनको गिफ्ट भनौँ न सुरा के हुन्छ म त्यो सपिङ गरेको सबै तपाईहरुलाई देखाउँछु अनि उसलाई चाहिँ गिफ्ट दिन्छु त्यो र त्यो घर गएपछि भिडियो जोडेर हाल्छु अनि त्यही हुन्छ साथीहरु अनि के हुन्छ हेरौँ अनि म मम्मीलाई एकछिन रोकेर म भिडियो गराउँछु भन्दा हैन इन्ट्रो गराउँछु भने मम्मीले हेरेको छ ल मम्मी तपाईँ पनि हाई गरिदिनु यहाँ मेरो ल मम्मी आमा छोरा चाहिँ टक्क हैन जान लागेको छौँ हामी चाहिँ टक्क यहाँ हाइवेमा जामुनेमा पेट्रोल हालेर टक्क स्कुरालाई नि चलाउनु पर्यो नि यसो हैन नत्र त स्कुराले त दिँदैन फेरि अब ल साथीहरु अब पोखरातिर अब डाइरेक्ट पोखरा कैसे भेटौँला है अब हाइवे यस्तो सिलेटै छ त्यही हो साथीहरु अब यो भ्लग चाहिँ के भन्दाखेरि त्यही हो अब साउन्ड भोलिबाट लाग्छ अनि त्यसपछि मम्मीलाई सानोलाई यसो गिफ्ट किनिदिन्छु अब ल हिँडौँ है मम्मी ल अब ल अहिले राखी साथीहरु डाइरेक्ट पोखरा पुगेपछि तपाईहरुसँग भेट्न छ है त ल बाइ ल साथीहरु फाइनली हामी पोखरा आइपुग्यौँ आँखाको अस्पताल चेक गर्न मम्मी अगाडि टुइ हिँड्दैछ यता हिँड्दा मम्मी ल अब आँखाको फलोअप चेक गरेर भ्याएर मम्मीको के कस्तो हुन्छ अनि भन्ने छु है त साथीहरु ल साथीहरु आँखाको चेकअप गरेर आएको हैन कति बेर गयो अरे मम्मी लाइट आधी घन्टा आउनु पाएन लाइट गयो अरे यस्तो बिजी हो कि अन्त साथीहरु अनि कुरेर बसेको नाम टिपायो अनि कुरेर बसिरहेको छौँ अब कति बेर लाग्ने अझै चाँडो भ्याएर यसो सपिङ गर्न जाऊँ भनेको त यहीँ टाइम बिताउने भयो 1 घन्टा अब यस्तै हो जस्तो छ अब टाइम लाग्ने भयो रातभरि निन्द्रा पनि पुगेको छैन साथीहरु अर्जेन्टिनाको गेमले गर्दाखेरि मम्मी यहाँ छ कुर्दै किन स्याड तपाईँ छिटो चेक गरेर अनि घर फर्किन पाएँ यस्तो छ ल यहाँ चाहिँ आनन्द शीतल रहेछ है आनन्द शीतल छ त्यही पनि आमा छोरा यहाँ बस्दै बसिरहेको छौँ राति अर्जेन्टिना गेम हेरेर नि निन्द्रा पुगेन साथीहरु 4 घन्टा मात्र सुतेर आएको घरमा त्यही पनि खुसी छु एकदम हैन दामी कमब्याक हान्यो त साथीहरु अर्जेन्टिना फ्यान्सहरु कमेन्ट हान्नुलाई त कस्तो लाग्यो त अर्जेन्टिनाको गेम सेमी फाइनल बब्बाल कमब्याक हान्थ्यो नि हैन साथीहरु अनि अब फाइनलमा झन् दुईटै मनपर्ने टिम छ अब त जसले जिते नि केही फरक पर्दैन के साथीहरु हामी बार्सिलोनाको फ्यानहरु हो नि त दुईटै स्पेन पनि बार्साकै प्लेयरहरु छ हाम्रो हैन लमिन यामालहरु अर्जेन्टिना नि उस्तै छ जसले जिते नि 50-50 हो साथीहरु अब आनन्द फाइनल जसले जिते नि खुसी हो त्यही हो अब मम्मीको टिम त ब्राजिल त हारे के रे नेमार हैन पनि भयो है हाम्रो फेरि फ्यामिलीमा फेरि साथीहरु कस्तो भन्दाखेरि मम्मी ब्राजिल म अर्जेन्टिना बाउ दाइ चाहिँ के रे पोर्चुगल नेमारको फ्यान मम्मी चाहिँ ल साथीहरु हामी चाहिँ आँखा अस्पतालबाट यता मामाको घरमा ब्याक भइसकेको छौँ हैन आँखा अस्पतालमा काम बनेन मम्मीको आज कस्तो लोदार दिनै भनौँ न आज हैन लोदार दिनमा आइयो त साथीहरु
अनि त्यहाँको के मेसिन पड्क्यो अरे, मेसिन पड्केर लाइट गयो अरे, लाइट गएर अनि कामै बनेन अरे, अनि त्यस्तो भनिदियो। हामीलाई फर्काइदियो। हामी मात्र होइन, थियो सबैजना टन्नै थियो मान्छेहरू। हामी सबैजना फर्क्यो, कोही टाढाबाट आएको थियो। अनि भोलि आउनु भन्यो। अब भोलि आउने फेरि। अनि अब चाहिँ हामी चाहिँ यता मामा घर बिरौटामा आएको छौँ होइन। यहीँ बिरौटा चोक अलिकति भित्रपट्टि छ। अनि टक्क अब मामाले चाहिँ खाजासाजा खाएर जानु पठाएको छ हामीलाई चाहिँ। अनि म चाहिँ यसो यहाँ खाना आएको साथीहरू होइन। आनन्द क्या हरियाली शीतल भएछ कि साथीहरू। यहाँ चाहिँ आनन्द हावा आउँछ। ओ हेर्नु न, केराको पात क्या मजाले हल्दैछ। ल अनि त्यही हो साथीहरू। अब यहाँबाट खाजासाजा खाएर टक्क फेरि चिप्ले ढुङ्गातिर लाग्नु छ। सामानहरू किन्नु छ, सपिङ गर्नु छ। त्यो अलिअलि देखाउँछु क्लिपहरू। अनि के हुन्छ हेर्नु होला अन्तिमसम्म। मलाई चाहिँ मैले मेरो च्यानललाई पनि भनेको छैन। भोलि त साउनको 1 गते। अनि त्यसपछि यस्तो सामानहरू सरप्राइज दिन लागेको छ साथीहरू। अनि उसको रियाक्सन हेर्नुमा के कस्तो हुन्छ अन्तिमसम्म हेर्नु। अन्तिममा चाहिँ मैले घर गएपछि चाहिँ उसलाई टक्क भेट्न बोलाउँछु। अनि कतै अनि भेट्न बोलाएर उसलाई दिन्छु। आज मिल्यो भने आज, नभए भोलि दिन्छु। अनि त्यो आजको र भोलिको भिडियो क्लिप जोडेर अनि बनाउँछु। अनि ल माइजूले पनि टक्क खाजा रेडी गरिसक्नु भयो। अब खाजा खान जान्छौँ साथीहरू है त। ल साथीहरू, मैले चाहिँ मेरो कान्छी बहिनी साइरा रानीलाई पनि मैले यता यसो होइन भिडियोमा देखाउनु लागि लिएर आएको छु। साइरा र म पनि यहाँ हावा खाँदै बसिरहेको है। साइरा है दादा भन। खै साइरस दादा खै त? कहाँ गयो? कहाँ गयो? घुम्न गयो? ल अब साइरा नानीले सबैजनालाई नमस्ते भन्छौ। नमस्ते भन्छौ। भाट्टिस है साथीहरू मेरो कान्छी बहिनी है। तिमी मेरो बहिनी है साइरा? हो अरे। ल बाई गरिदियो नि त सबैजनालाई। बाई भनिदेऊ। ल साथीहरू, अब हामी खाजा खान जान्छौँ। टक्क खाजा रेडी गर्दैछ है ड्याडीले है। आम्मा खान जाने साइरा? साइरा अहिलेको मिठाई ल्याइदिएको खै नि? अघि मिठाई खायो? ल्यायो? कहाँ खायो? यहाँ पेटमा गयो? ल साथीहरू, यस्तो मिठो मिठो खाजा देख्न सक्नुहुन्छ है। माइजूले एकदम रेडी स्पेसल पारामा होइन टक्क यस्तो चट्ट रेडी गरेर राख्नुभएको छ। अब यहाँ यो मेरो भाग सुकुटी, यो मम्मीको पर्क होइन मम्मी? अनि यहाँ टक्क आनन्द बाहिर चिल गर्दै खाइन्छ साथीहरू होइन। अब तपाईँहरू पनि आउनु सक्नुहुन्छ साथीहरू। यहाँ टक्क पोखरा तल्लो बिरौटा 17मा फेमस साइला दाईको सुकुटी हाउस भनेपछि फेमस चाहिँ साथीहरू। गुगल म्याप हेरेर आउनु सक्नुहुन्छ। गुगलमा आउनु होला। एकदम लोकल सुकुटी होइन। यस्तो मिठो मिठो भेराइटी पाइन्छ होइन। माइजूलाई पनि धेरै धेरै धन्यवाद है माइजू। यस्तो मिठो मिठो बनाइदिनु भएको छ। अब टक्क टेस्ट गर्छौँ अनि भन्छौँ है त। ल टेस्ट गरौँ त मम्मी। टेस्ट गर्नै पर्दैन बाबु। टेस्ट भन्नै पर्दैन, पहिला नै खाएको हो। एकदम स्पेशल। आमा छोरी आऊ साइरा नानी। आऊ साइरा नानी। खानु मन ल मम्मी ल भोक त अब टन्नै भइरहेको है खाना खाएर। तर पनि फेरि पनि अब यस्तो स्पेशल मामाले खाएर जाऊ भन्छ त होइन। स्पेशल माइजूले गरेर बनाइदिएको छ। कान्छी खायो ल। सुकुटी र पर्क चाहिँ दामी हुन्छ कि हजुर हो। मम्मीले चाहिँ बफ खाँदैन साथीहरू होइन। त्यही हो यहाँ पर्क चाहिँ किन हो? पर्क हो। मिठो एवान हुन्छ साथीहरू। यहाँ पोखरा बिरौटाको लोकल मान्छे, पोखराको मान्छेहरूलाई थाहा छ कि बाहिरबाट नि हेर्दै हुनुहुन्छ। अनि टक्क यहाँ लोकल सुकुटी दामी भेराइटीहरू। यो त अहिले माइजूले जे छ त्यही दिनु। जे छ त्यही हो। जे छ त्यही छ दिनुभएको। होइन लोकल हुन्छ नि मम्मी। के अरे यो मैले भनिदिन्छु। यो मुलाको अचार भयो होइन। फर्सीको साग। यो फर्सीको साग। सुकुटी अनि पर्क। अरु त अनि यो चाहिँ हो करेलाको
मुलाको थेबे मुलाको थेबे अनि हामी मम्मीको छ यो त अहिले जे छ त्यही हो साथीहरू यहाँ लोकल होइन बारीमा फलेको चिजहरू अर्ग्यानिक होइन मम्मी मिठो छ है साथीहरू तिम्रो चिउरा फेभरेट हो है हाम्रो के तिम्रो मात्रै हो हामी सबैको नेवार हो नि त साथीहरू चिउरा त खानै पर्यो अब पानी पराएको पनि मौसम भयो त शीतल ए मेरो कान्छी बहिनी आइसक्यो यता साइरा रानी हाई भन साइरा दादा भन निम्मा भन खै मा भन अघिसम्म त दादा दादा भन्दै बोलाइरहेको थियो साइराले क्यामेरा देख्यो होला नि साइरा साइरस दादा खै घुम्न ल खै त साइराले नि खाएको चिसो यसरी हो नि उल्टो भयो के लाउ उल्टो भयो होइन है साथीहरू होइन उता माइज उता बोल्नुभएको छिटो खै साइराले खाएको ल साइराले खाएको हेरौँ है त्यसरी होइन कि नानी ल ल ल ल खाऊ मिठो छ छ ल एकदम टाटी बाटी छ मेरो साइरा नानी दामी छ दामी छ आएन दामी ल फेरि दामी यता फेरि ल अहिलेलाई राखेँ ल साइरा बाई बाई खाएर भएपछि भेटौँ है त साथीहरू हेर्नु न त्यहाँ ड्याडीलाई बोलाउँदैछ है साइराले जुस खानु भन्दै ल साथीहरू अहिले राखेँ ल अब खाएर भएपछि भेटौँ ल अब हामी इन्जोय गर्छौँ है आमा छोरा है ल साथीहरू यस्तो हरिबिजोक पानी परेर आम्मामामामामा ल हेर्नु त हामी त नित्रुक्कै पऱ्यो नि हाम्रो रेनकोट यहाँ छ यो मम्मी मामाको हालत यस्तो छ मेरो हालत यस्तो छ साथीहरू पुरै जुत्ता पुरै भिज्यो साथीहरू चिसै भयो आम्मामामा के गर्नु ल अब यहाँ मेरो सानोको लागि चक्क चस्मा लिन आएको छौँ होइन अब भित्र गएर देखाउँछौँ है साथीहरू आवाज नि सुन्ने छैन होला पानी पऱ्यो ल यस्तो पानी पऱ्यो साथीहरू ल जाऊँ भित्र ल साथीहरू मेरो सानोको लागि आई एक्सप्रेस चस्मा लिइसकेँ है त मैले ल उसको लागि गिफ्ट छ साथीहरू यहाँभित्र अब यो चाहिँ टक्क खोलेर उसलाई दिने बेला देखाउँला है त टक्क दामी चस्मा छ मामाले कुन किनिदिने मलाई चस्मा ल त्यही नि हो साथीहरू ल यहाँबाट यो लिएँ मैले निकिताको लागि तपाईँ मलाई कुन किनिदिने त मामाले मलाई हेरिदिँदैछ ल पानी नि डेन्जर परेर पुरै भिजिसक्यो अब घरतिर फर्किने अब हेर्दैछ यहाँ ल दामी छ है त साथीहरू चस्मा ल साथीहरू टक्क निकिताको लागि भोलि साउनको लागि होइन चुरा सेट मिलाइदिँदै हुनुहुन्छ यहाँ दिदीले मम्मीको चोइस है यो चाहिँ हतारमा यस्तो दामी सेट मिलेको छ है त ल अब टक्क भोलि यो गिफ्ट दिएको देखाउने अब उसलाई ल भयो दिदी हस् थ्याङ्क यू यस्तो दामी चुराहरू छ यहाँ चाहिँ सबै छ मम्मीलाई नि हेर्नु भनेको खै मम्मीलाई पाउँदै पाएन मम्मीलाई र आन्टीलाई नि हेरिदिउँ भनेको मम्मी यहाँ छ मम्मीको रेनकोट यहाँ हाम्रो ढिलो भइसक्यो घर जान हामी यस्तो हालतमा छौँ साथीहरू रेनकोटमा सपिङ हान्दै साउन्डको लागि यति त हुनै पऱ्यो नि होइन मम्मी र निकिताको लागि यति त हुनै पऱ्यो नि होइन ल यस्तो दामी छ है त साथीहरू सेट ल अब उसले मन पराउँछ कि मन पराउँदैन टक्क गिफ्ट यस्तो छ
इस रेनकोटमै हिँडेको साथीहरू म चाहिँ चट्ट ल अब यहाँबाट किनेर निस्केपछि भेटौँ ल मम्मी के भयो तपाईँलाई ल साथीहरू पानी पनि परेछ है यस्तो बिजोग छ कहाँ गयो मम्मी त चुरा पनि किने मेरो सानोलाई विशाल बजारबाट टक्क भित्र होइन अब घर फर्किन्छौँ साथीहरू हामी यहाँ चाहिँ स्कुटर ढिलो भइसक्यो घर जान पानी परेछ चुरा यहाँ छ साथीहरू मेरो सानोलाई थाहा छैन मैले चुरा किन्दैछु भनेर भोलि टक्क साउनको 1 गते मेरो सानोलाई गिफ्ट दिन्छु अनि मेरो सानोको रियाक्सन कस्तो हुन्छ हेर्नु न साथीहरू खै मेरो मम्मी यहाँ लाउँदैछ रेनकोट ल साथीहरू अब हामी घर जान लाग्यो होइन मम्मी यहाँ छौँ होइन ढिलो पनि भइसक्यो साथीहरू अब डाइरेक्ट अब नरोकिकन हामी सिधै घर पुग्छौँ साथीहरू किनकि रात परिसक्यो होइन ल अब यति भन्दै अब यो भिडियो चाहिँ यहाँ एन्ड गर्छ साथीहरू अनि यसलाई चाहिँ कन्टिन्यू घर गएर यो चुरा गिफ्ट दिएको अनि म तपाईँहरूलाई देखाउँछु साथीहरू ल अहिले अब हामी घर जान्छौँ अब यो यसपछिको चाहिँ मेरो सानोलाई गिफ्ट दिएको त्यो हेर्नु होला है त अब त्यसपछि चाहिँ कन्टिन्यू हुन्छ अहिले राखेँ साथीहरू ल साथीहरू फाइनल्ली मैले मेरो सानोलाई यहाँ लिएर आएको छु ऊ यहाँ बसिरहेको छ टक्क वेटिङमा छ होइन उसले चाहिँ देख्न चाहिँ बाहिरबाट कभर देखिसक्यो मैले झोलामा लिएर आएको थिएँ नि त त्यो चस्माको झोलामा अनि तर त्यो भित्र चाहिँ के छ स्पेसल उसलाई थाहा छैन त साथीहरू अब हिजो चाहिँ दिन्छु भनेको हिजो राति चाहिँ हामी लगभग 9 कति बजी 8:30 कति राति सानो हामी 9:30 बज्नु राति साथीहरू अनि त्यतिखेर त अनि निस्किन पाउँदैन होइन अनि सबै बन्द भइसकेको थियो अनि त्यसपछि हिजो भएन साथीहरू त्यही भएर आज मैले उसलाई साउनको 1 गते आजै दिन्छु भनेर आज मैले उसलाई खाजा खान लिएर आएको छु अनि यहाँ छ मेरो सानो हेलो हाई एभ्रीवान नमस्ते जुजलप्पा आर यु एक्साइटेड अन्तिममा भए पनि हजुरलाई स्वागत छ अहिले मलाई आज यहाँ मलाई हरेक चुरा दिन लाखा मलाई थाहा छ त्यो अब साउनमा दिने नै त्यही हो अनि अरू के थाहा होइन कि अनि अरू के लिएर आइदिए पोखराबाट ल अनि यहाँ चाहिँ केक छ है साथीहरू यहाँ चाहिँ आज ड्याडीको बर्थडे होइन मेरो ड्याडीको बर्थडे हो अनि अहिले चाहिँ हामी बर्थडे मनाउनु जाने त्यो नेक्स्ट भ्लग बनाउने हो कि त्यसमै गर्ने हेरौँ अब के हुन्छ नेक्स्ट भ्लगै होला यो त लामो भइसक्छ होला है ल साथीहरू अब त्यही नै हो है ल अब ओपनिङ सुरु गर्ने के थाहा त्यो नै होइन कि मैले चाहिँ यहाँ राखेको छु है साथीहरू यहाँ चाहिँ ट्यान ट्यान देख्न त देखिसक्यो तर यहाँभित्र चाहिँ के थाहा छैन नि त ल अब सुरु गरौँ है त साथीहरू पहिला यो देखिसक्यो योबाट स्टार्ट गरौँ न त आज के बुझ्यौ त अनि ग्रिन कलरको के ल बहिनी आउनु लाग्यो रहेछ ल अब यहाँ छ है त साथीहरू अब यो खोलेर देखाउँछ है ल साथीहरू हाम्रो खाजा पनि आइपुग्यो यहाँ मेरो फेभरेट मोमो दमौलीको एकदम के अरे फेभरेट मलाई चाहिँ मनपर्छ कि यहाँ मोमो त्यो हामी खाना आएको अनि अघि एलिसले लजायो कि त्यहाँ बहिनी आएको रहेछ अनि आयो भनेर भिडियो स्टप गर्दैछ ल मैले चाहिँ यो पाएँ तर मैले एकदम धेरै एक्सपेक्ट गरिरहेको छु एलिसबाट के पाउँछु यता पनि फेरि ग्रिन छ है साथीहरू पहिला मैले कस्तो मिलेको है हामीले खास खाने भनेर मगाएको अहिले तर यो पनि मिलेछ 7 अप देखेको कि साथीहरू मैले त्यहाँ तल साथीहरू मलाई चाहिँ हिजो एलिस पोखरा जाँदा फेरि मलाई एकचोटि नि कल लगायो त्यही भएर म रिसा छु एलिससँग ऊ चाहिँ साथीहरू त्यही कुरामा चित्त दुखाउँदै बस्यो कि त्यही भएर म यता भ्लग गराउन बिजी छु होइन साथीहरू उसले चाहिँ मलाई फोन गरेन मेसेज गरेन भ्लग मात्रै हुन्छ त साथीहरू मलाई फोन गर्न नै 50 सेकेन्ड पनि लाग्दैन उसले 50 सेकेन्ड पनि निकाल्न सकेन ल ल अब धेरै नबोल्ने म उकालो देऊ अरू छिटो के हो ल साथीहरू अब यहाँ अर्को माल खतरा छ है यहाँ फेरि ल यो चाहिँ मलाई के भन्दा थाहा छ चस्मा यो चस्मा चाहिँ एलिसले मलाई किनेको कि के हो पनि थाहा छैन मैले चाहिँ अस्ति हेरेको थिएँ अनि अलिक एक्सपेन्सिभ लागेर किनेको थिएन कि यस्तो हो कि साथीहरू हामी त्यो नदीपुरको भ्लग छ नि त्यहाँ चाहिँ ऊ र म के अरे भ्लग एन्ड गरेर होइन हामी राति यसो हेर्न गथ्यौँ कि त्यहाँ अनि त्यहाँ खुल्ला थियो अनि त्यसपछि हेर्न जाँदाखेरि उसलाई अलिकति एक्सपेन्सिभ लाग्थ्यो अनि त्यही भएर उसलाई नभनिकन मैले चाहिँ हिजो किनेर ल्याइदिएछु के थाहा त्यही हो कि अर्कै हो के थाहा त्योभन्दा नि एक्सपेन्सिभ हो कि ल ल है त यति खुसी छ मेरो सानो है त ल फुल अफ टेबल हुन्छ क्या हो वाउ मेहन्दी मैले लाउँदिन साथीहरू तर अहिले म लगाइदिन्छु मामा घर गएर यो मेहन्दी रहेछ यहाँ छ है
यस्तो चुरा त मैले लाउँदिन त्यो मम्मीलाई हो तिमीलाई होइन मम्मीलाई अँ ल है मम्मी हेर्नु एलिसले हजुरलाई नि किन्दै Yes. रहेछ तर राम्रो देखेको है राम्रो खालको रहेछ टु माई हजुरलाई यस है यो। टु माई सासु मम अनि रिमुभर साथीहरू एउटा कुरा चाहिँ हेर्नु न एलिसले मलाई यो व्हाइटमा किन्दै गरेर मैले ग्रिन किन्न नदिएको भन्दाखेरि साथीहरू उसलाई व्हाइट मनपर्छ नि त्यही भएर व्हाइट बाइक कुनै नि लाउँदिनँ कि अँ। सबै व्हाइट मात्रै लाउँछु कि मेरो अँ। व्हाइट फेभरेट कलर हो अनि नेल पोलिस चाहिँ मैले व्हाइट बाइक अरू कुनै पनि लाउँदैन अरू सामान चाहिँ मैले ग्रिनै लिएछु साथीहरू है वाउ कस्तो राम्रो टप रहेछ यो त खै वाउ मन पर्यो अँ, कस्तो राम्रो खोलेर नाप न नाप्ने कानमा नि ए नाप्ने ट्राई हुन्छ? ट्राई गर न वो अहिले त ट्राई गर्दिनँ try गर्दिनँ। यो चाहिँ मैले कस्तो राम्रो रहेछ यो चाहिँ मैले भिडियोमा देखाएँ नि कालु अँ। यो चाहिँ मैले हतार त्यहाँ किन भ्याइनँ हेर्नु अनि साथीहरू देखाइदिनु न यहाँ अँ कस्तो राम्रो यो चाहिँ साथीहरू मैले हिजो भिडियोमा देखाउन पाइनँ किन भन्दाखेरि अघि म र मम्मी बजार गएर किनेको हो कि यो राम्रो रहेछ थ्याङ्क यू अघि म र मम्मी गएर किनेको है कालु थ्याङ्क यू ला त बोधौँ छैन क्या हो ल हाम्रो यहाँ चौध साँधेको पनि आइसक्यो सुन न त्यो मैले हिजो भिडियोमा त्यो हिजो मैले भिडियोमा गएर के अरे यता आएर किनेँ कि हिजो राति हतार भयो त्यता विशाल बजारमा अनि अघि दिउँसो म र मम्मी गएर किनेको हो कि यहीँ दमलीमा किनेको सबै ए साथीहरू यो चाहिँ म यो यस्तो देखेर एकदम सरप्राइज भएन किनकि मैले एक्सपेक्ट गरेको थिएँ यसरी दिन्छ भनेर किनकि अस्तिदेखि उसले मलाई भनिरहेको थियो यो किनिदिन्छु त्यो किनिदिन्छु भनेको थियो त्यही भएर म चाहिँ भएन है यो किन सक्नु भएको भन्ने हुन्छ होला हजुरलाई मलाई थाहा थियो कि यसरी होइन पहिला वर्ष नि दिएको मैले पहिला लास्ट इयर पनि छ मैले लाग्यो छ अनि हातमा मेहन्दी पनि लगाइदिएको साथीहरू फुटलाई खानु फुटलाई त्यहाँ धेरै एक्साइटेड हुँदा मैले यस्तो त लाउँदिनँ तर हेर न त्यहाँ हेर न कस्तो राम्रो त्यो चाहिँ सेटमा लिएको हो क्या मैले त्यो भिडियोमा देखाइसकेँ भन्दा नि यो मन पर्यो मलाई त यो वाउ कस्तो राम्रो राम्रो लाग्यो हेर्नु साथीहरू कस्तो राम्रो नहल्लाई देखाउँदै एकचोटि यता पकड्न ए यता उड्यो कस्तो राम्रो भाइ ल नाप नि त अब मलाई मन पर्यो साथीहरू हेर्नु न कस्तो राम्रो ल ट्राई गर ग्रिनमा झन् दामी देखिन्छ कि मिसाउन एकचोटि ट्राई ल ल ल त्यतिकै ट्राई गर यतिको खुसी त दिलाउनै पर्यो नि साथीहरू तिमीले लगाइदिनु पर्ने हो के रे अब अब म यता भिडियो गराउँदैछु नि त खालो त्यही हो साथीहरू अब तपाईँहरू पनि दिनु होला है आफ्नो सबैजनालाई वाउ सबैजनाले आफ्नो आफ्नो वाइफ गर्लफ्रेन्डहरूलाई दिएर खुसी पारौँ है यो व्हाइट भनेपछि एकदम मन पर्छ कि व्हाइट कलर अनि यसले यो व्हाइट र गोल्डनमा ल्याइदिएको रहेछ यस राम्रो खै त्यो एकचोटि फोन ल हेर्नु न साथीहरू कस्तो राम्रो वाउ कस्तो मन पर्यो मलाई त थ्याङ्क यू एलिस बेबी म अब यो ग्रिन पनि हियर वेलकम मेरो सानो थाहा थियो तिमीलाई 24 होइन त्यसै होइन अरे कसरी लाउने हो माथि खस्यो खसी क्या हो लु अब अरू हेर न अब अरू हेर यो ग्रिन पनि ट्राई गर्छु हो ल त्यसमा त्यो पुरै सेट लगाएको हेर्नु मन थियो मलाई त्यो ग्रिनमा र त्यो के व्हाइट गरेर के त्यही गर्छु कि म त्यसमा लाउनु मन लाग्यो लाउ न ल नापौँ नि त अब खालु कस्तो दामी लाग्यो नि त दामी लाग्यो पाउँदैन कि दमौलीमा है त्यही भएर त अनि साथीहरू हेर्नु न वाउ आई लभ यु थ्याङ्क यू यो वेलकम मेरो सानो यस्तो हरियो चुरा त मैले त लाउँदिनँ यो मम्मीलाई लाउनु दिनुपर्छ होला ओके अब हेर्नु साथीहरू ह्याप्पी श्रावण मलाई श्रावण लाग्यो है भयो बल्ल यो हरियो चुरा अब टक्क तिम्रो मेहन्दीमा लाउने हो नि त कालो हँ? तिम्रो मेहन्दीमा लाउने कोही त नि- सक भयो त मेरो सानो त सानो भयो क्या हो एलिस हो सानो भयो ल। ला के हो साइज त त्यही भनेको त मैले कालो छ्या मलाई पहिले सरी छ्या त भन्नुहुन्न तर मुखबाट निस्केको टाइट भयो लास्टै लाउनु अनि अबे त्यो सेट मिलाउनु पर्छ नि मिलाइदिनु। पहिला बाला ल त्यो खोला त यो लगाइसक्यो ल साथीहरू अब मैले यहाँनिर सानोको हातमा चुरा
रङ्गीन सजाइदिन लाग्दैछ अब मेरो सानोको हात है। मलाई एलिसले ल्याइदिने अरे साथीहरू, मैले अघि लाएको मिलेन के। पिरो भयो साथीहरू, अघि भर्खर खाजा खाएको है, चप्पो खाएको पिरो पनि भयो। कसरी घुसाउनु तल खै टाइट भयो क्या हो। होइन तिमीले लगाइदिन नआएको आया दुखायो। सरी ल, दुखै हालेछु वाउ उसको फेभरेट। देखेन कि देखेन होला। मैले चाहिँ हिजोको त्यो दिदीले कसरी सेट मिलाइदियो, सुन्नु हेर्न होला यहाँ। हिजो त्यो दिदीले के त्यहाँ सेट मिलाइदियो नि त यसरी, अनि त्यसरी पनि लगाइदिएको छु। यहाँ यसरी चाहिँ एलिसले मिलाइदिँदै लाउँदैछ। त्यहाँ हिजो फोटो खिचेको थिएँ कि मैले, त्यहाँ दिदीले सेट मिलाइदिनु भएको। साथीहरू हजुरले लगाइसक्नु भयो होला है, म त बल्ल लाउँदैछु यहाँ। यो भ्लग चाहिँ अलि ढिलै आउँछ होला है साथीहरू, त्यही पनि हेरिदिनु होला। ला टाइट भयो क्या कालु, तिमी लगाइदिन नजानेको जस्तो लाग्यो। के हो अलिअलि सरी ल, फ्यानको आवाज आयो क्या फेरि है। ए फ्यानको आवाज आयो होला भाइ। यहाँ सुन्नु भाइ माइक भएन ल्याउनको ल्याएको थिएँ है, हात्ती घुसाउन जाने न हो साथीहरू। ए यहाँ रहेछ नि त यसरी ल। वाउ म त वाउ भनेको भनेछु। यहाँ फेरि एलिसले यस्तो मिलाइ लगाइदिनु ला मलाई, कलर व्हाइट र ग्रिन गरेर। वाउ राम्रो देखेको भाइ। मैले त फर्स्ट टाइम साथीहरू यसरी यो यस्तो हरियो चुरा लगाएको। लास्ट इयर पनि दिएको थियो एलिसले, तर मैले लागेन। त्यतिकै छ अहिलेसम्म पनि। त्यतिखेर त हामीले भिडियो गराएको थिएन है। हामीले त्यतिखेर गराएको थिएन। हाम्रो युट्युब च्यानल चाहिँ खोलिसकेको थियौँ साथी त्यतिखेर है। यहाँ देखिनु भयो होइन, हेर न मैले त यसरी समातेको छु। देखिन्छ। मलाई किन अप्ठ्यारो भएको कि तिम्रो हात दुखियो कि जस्तो लाग्यो मलाई त दुखेन। म डराइ हालिरहेको छु कि साथीहरू। आज यही लगाएर जाने मामा घर, मम्मीलाई देखाउने हो। हामी चाहिँ अहिले मामा घर जान लाग्यो साथीहरू। हेर्नु न कस्तो राम्रो देखेको, छिटो लगाइदेऊ न। हेर्न मन लागिसक्यो मलाई फुल कस्तो देखिन्छ भनेर। ल हेर्न सक्नुहुन्छ साथीहरू, एलिसले मलाई यस्तो माया गर्दैछ। तपाईँहरूले पनि आफ्नो वाइफ अनि तपाईँको गर्लफ्रेन्डहरूलाई लगाइदिनु भयो साथीहरू। मैले त मेरो फ्युचर वाइफलाई लगाइदिएँ नि। लाज लाग्छ तिमी अहिले यो हरिचुरा लगाएन भने पखान पहिला वर्षको र अहिलेको मलाई त एलिसले त जपक्कै पारिदियो साथीहरू। पहिला वर्षको पनि लागेन साथीहरूले, यो पनि लागेन भने उसलाई मेहन्दीको दिन यही लगाउँछु। हाम्रो मेहन्दीको दिनमा भनेको महँगो खाले होइन यही चुरा। ल कस्तो राम्रो हेर्नु साथीहरू, एलिसले मलाई लिएर आइदिएको। साथीहरू कति राम्रो। अहिले त आउन यहाँ पंखाले हावा उडायो, कपाल उडायो। थ्याङ्क यू हेर्नु न साथीहरू यस्तो राम्रो। म त दङ्ग परे, कस्तो दामी देखेछ। वाउ मलाई चाहिँ हजुरको थ्याङ्क यू। कसको चोइस? मेरो र मम्मीको चोइस। यस्तो राम्रो थ्याङ्क यू आन्टीलाई पनि। मलाई त एकदम मन पर्यो यो। कहिले यसरी लगाएन हो, तर लगाएन तिमीले। फर्स्ट टाइम हो तिमीले मलाई देखेको यस्तो। मैले अहिलेसम्म लगाएन कि, कस्तो राम्रो देखेको भाइ। थ्याङ्क यू। यो वेलकम। ल अब अर्को हेरौँ। अर्को मेरो यो पनि अब अर्को गिफ्ट हेरौँ न त। ल हेर्नु साथीहरू, म त लास्टै हेरे भयो। यो त कस्तो दामी देखेको। थ्याङ्क यू एलिस। वेलकम मेरो सानो। यस्तो दामी साथीहरू, म त खुसीले पागल हुन लाग्यो। अब मनबाली फोन गरिसक्यो साथीहरू, अब जान हतार भइसक्यो हामीले फेरि मामा घर जानु। म भन्छु कि मलाई कस्तो खुसी ल। जो साथीहरू अब आई एक्सप्रेसबाट ल्याएको मैले चस्मा। ल अब यो पनि खोलामै सानो। ल यो खोला त त्यतिकै लाएर त्यतिकै लाएर हिँड्ने आज त साउनमा त। अनि यहाँ चाहिँ मलाई चस्मा पनि दिएछ एलिसले आई एक्सप्रेसबाट। मैले चाहिँ अस्ति एकदम एक्सपेन्सिभ लागेर नलिएको। त्यही हो कि होइन हेर न, त्योभन्दा नि राम्रो खाले हो। त्यही हो। उसलाई चाहिँ साथीहरू क्या दामी देखेको थियो चस्मामा। लगाऊ। मलाई चाहिँ मलाई क्या दामी लागेको थियो कि चस्मामा तिमीलाई, अनि यही लिइदिएको। सुहायो सुहायो। वाउ लुकिङ सो प्रिटी। ल
म त एकदम धेरै एक्साइटेड एकदम धेरै खुसी भन्छु साथीहरू यस्तो गिफ्ट पाउनुको खुसी हो नयाँ हेर्नु 7 अप पनि छ यहाँ मेरो यति धेरै गिफ्ट साथीहरू म त एकदम खुसी यता नि छ यता अरू पनि यो त झन् बेस्ट लाग्यो कि साथीहरू मलाई यस्तो मन पर्यो थ्याङ्क यू ल साथीहरू म चाहिँ यो पाएर एकदम धेरै खुसी भएँ एलिसबाट एलिसले भन्न त भन्थ्यो अस्ति नैबाट म किनिदिन्छु के भन्थ्यो तर मैले यस्तो राम्रो हुन्छ भनेर एक्सपेक्ट गरेको पनि छैन थ्याङ्क यू वेलकम मेरो च्यानल मलाई चाहिँ एलिस आजकल एकदम पहिला भन्दा आजकल एकदम धेरै इफोर्टहरू देखाउँछ कि यस्तो कुरामा अनि मलाई एकदम खुसी लाग्छ थ्याङ्क यू म चाहिँ एकदम धेरै खुसी छु साथीहरू म चाहिँ अब हामी चाहिँ मामा घर जानु लाग्यो फोन आएको आइछ हामीलाई ढिलो भइसक्यो गाडी आइसक्नु भयो ल अब हामी चाहिँ जान्छौँ है तिमीलाई खुसी पार्नु नै मेरो उस हो नि त फर्स्ट टाइम हो कि साथीहरू मैले यस्तो लाग्यो भन्न नआएको ल भाइ त ल अनि साथीहरू थ्याङ्क यू ह्याप्पी श्रावण ह्याप्पी श्रावण ह्याप्पी श्रावण अनि साथीहरू साँच्ची भन्ने बिर्सेको कि यो Q&A क्वेसनहरू सोध्नु भएको थिएन साथीहरू है धेरैजनाले सोध्नु भएको होइन त्यो योभन्दा अघिल्लोको भिडियोमा सोध्नु होला साथी त्यहाँ Q&A को क्वेसन एन्सरहरू के अरे क्वेसनहरू सोध्नु भन्दैन हामीले त्यसमा चाहिँ कमेन्ट गरेर सोध्नु होला साथीहरू अब धेरै क्वेसन सोध्यो नि त्यही भएर भिडियो गरेन कि हामीले यो पछिकोमा चाहिँ हामीले गर्छौँ Q&A ल साथीहरू अब हामी एकछिनमा भेट्छौँ हामी फोन आएको गऱ्यो हामी चाहिँ मामा घर जानु लाग्छ है साथीहरू बाई बाई साथीहरू केक लिएर एलिस यहाँ छ एलिस मेरो सामान लिएर हामी चाहिँ जाँदैछौँ ड्याडीले कुर्दै हुनुहुन्छ अरे हामी लास्टै ढिलो गरेँ साथीहरू भ्लग बनाउन थालेको ढिलो भयो एकदम ड्याडी चाहिँ बम हुन्छ अरे ड्याडीको बर्थडे भएको आज साथीहरू अब म ड्याडीलाई देखाउनु गएँ साथीहरू उफ मेरो बहिनीले चाहिँ यहाँ उस किन्दै मम्मी भन् त मम मलाई जताततै बोलाउनु पर्छ साथीहरू हे भगवान् आज चाहिँ मेरो ड्याडीको बर्थडे हो ड्याडी चाहिँ बम भइसक्नु भयो हामीले ढिलो गरेर खै ड्याडी ह्याप्पी बर्थडे थ्याङ्क यू है साथीहरू आज चाहिँ हाम्रो ड्याडीको बर्थडे हो ड्याडी चाहिँ मक्ख हुनुहुन्छ यहाँ गाडीमा अब चाहिँ हामी मामा घर जानु लाग्यो ल साथीहरू हामी चाहिँ मामा घर जाँदै हो यता ड्याडी हुनुहुन्छ ड्याडी मेरो भाइ मेरो बहिनी यहाँ भ्लग गर्ने बित्तिकै यहाँ कोहीले कपाल मिलाएको कोहीले के गरेर यता मम्मी हुनुहुन्छ यता हाम्रो दिदी पनि छ अनि यता चाहिँ एलिस छ दिदी मिस हुनुभयो यता चाहिँ म छु साथीहरू कस्तो फ्ल्यास आँखामा कस्तो बोल्दा त गाह्रो हुँदो रहेछ है मेरो ठुलो दिदी चाहिँ मेरो मम्मीको पापाको बर्थडेमा पापाको परि नै आएन भन्दा पापाको बर्थडेमा पापाको परि नै आएन अनि मम्मीको ठुलो के अरे ठुलो आमा बिरामी हुनुहुन्छ अनि दिदीले चाहिँ के अरे सलेन पानी हाल्नको लागि मम्मीको ठुलो आमा मेरो बजै चाहिँ बिरामी भएर दिदी सलेन पानी हाल्न जानुभएको छ साथीहरू म क्यामेरामा हेर्नै सकिनँ आँखा टल्किँदो रहेछ अब बिस्तारै बानी गर्नुपर्छ यसरी भिडियो गर्नलाई हामी चाहिँ गाडीमा जाँदैछौँ सर र मामा घरमा अब ड्याडीको बर्थडे कस्तो हुन्छ अब एकछिनमा देखाउन साथीहरू यहाँ छ ड्याडीले पार्टी दिने भन्नुभयो मामा घरमा अनि के अरे सङ्क्रान्ति है मम्मी के अरे माघे सङ्क्रान्ति पनि मनाउन जाँदै हामी मामा घर अब के हुन्छ अहिले मामा घर पुगेपछि माघे सङ्क्रान्ति ए अब माघे त भन्थ्यो नि माघे सङ्क्रान्ति भन्छ सङ्क्रान्ति रे साथीहरू के हो भन्न नि आएन अब चाहिँ हामी मामा घर पुगेपछि गर्छ मामा घर चाहिँ 12 बजे हो दमौली भन्दा आधी घन्टा टाढा छ अब चाहिँ एलिस ड्रेसन आज डेन्सर डान्स गर्छ अब चाहिँ हामी मामा घर गएपछि मुखेटामा र हामी चाहिँ मामा घर आइपुग्यौँ यहाँ भर्खर गाडीमा आएको हामी चाहिँ ट्याक्क मामा घर आइपुग्यौँ अब हामी जाँदैछौँ ओहो बाजे नमस्ते मेरो बर्थडे है साथीहरू है यहाँ हाई भनिदिनु पर्ने हाई भनिदिनु हाई साथीहरू भनिदिनु हामी के अरे माघे सङ्क्रान्ति ए होइन नाति नातिना भर्खर आइपुग्यो अब बाजेलाई भेटौँ साथीहरू मेरो बाजे 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 यो बाजे दुख्नु भएको त्यसकै बाजे दुख्नु भएको यता हुनुहुन्छ जस्तो ल बाजे नमस्ते मैले भनेको नि हजुर लुक्नु भएको जस्तो लाग्थ्यो के छ बाजे हाल खबर ए यस्तो पसिना भयो लुक्नु भएको हेलो गाइज भनिदिनु बाजे मेरो ब्लगमा हेलो गाइज भन्नु
साथीहरू चाहिँ मेरो बाजे अब हामी आयो भनेर चाहिँ लुक्नु भएको अरे कि बाजे लुकामारी खेल्नु भएको अरे ल जाम बाहिर गरौँ भयो यहाँ हामी चाहिँ यहाँ मामा घर आइपुगेर मम्मी यहाँ चिसो पानी खाँदै हुनुहुन्छ बजाई यहाँ चाहिँ हाम्रो मासु छ साथीहरू सुँगुर लोकल सुँगुरको मासु अनि यता चाहिँ के खायो बजाई लट्टे भात ए यता घिउ भात यहाँ चाहिँ लट्टे भात छ साथीहरू ल हामी चाहिँ सङ्क्रान्ति के भन्छ अरे बजाई साउने सङ्क्रान्ति मन लाग्यो यहाँ ड्याडी हुनुहुन्छ ड्याडी आज चाहिँ ड्याडी बर्थडे भयो है ड्याडीको बर्थडे हो नि ड्याडीको बर्थडे यहाँ मेरो बाजे हुनुहुन्छ बसिराख्नु भएको छ है बाजे हेलो गाइस भन्दिनँ यहाँ ड्याडीको बर्थडे हो ल जाऊँ हामी चाहिँ बाहिर जाने भनेको छ साथीहरू एलिस आऊ मेरो मामा घर साथीहरू अब चाहिँ यहाँ हो त्यो भिडियो राखिदिनु पर्छ क्या हो यहाँ चाहिँ साथीहरू यस्तो धेरै लेमन छ क्या हाम्रो यहाँ मामा घरमा यहाँ अलिक टाइम नभएर होला यस्तो धेरै यहाँ रहेछ यहाँ चाहिँ लेमनहरू यहाँ चाहिँ साथीहरू अस्ति यत्रो लामो कति 9 फिट ए कति भन्छ 9 हातको सर्प आएको थियो कि अनि बाजेले मार्नु भएको थियो कि लेमन आथु गोप्यो के मिलेन म यो यस्तो गरिदिन्छु ल टिप यता उनीहरुकोले गोपेको हो कि तिमी टिपले म हैन ल ल साथीहरु यहाँ इलिस छ के पाके छ मामा घरमा लट्टे पाके छ करेला पाके छ कालो सुँगुरको मासु पाके छ ल इलिस खाइदिउ ल कस्तो छ अच्छा चाहिँ मेरो बजेले मासु यस्तो मिठो पकाउनुहुन्छ एकदम सिम्पल हाई साथीहरू अब चाहिँ ड्याडीको यहाँ बर्थडे मनाउनु लाग्यो हामीले यहाँ ड्याडी यस्तो हिरो पारामा बसिसक्नु भयो यहाँ केक छ अब चाहिँ हामी ड्याडीको बर्थडे सेलिब्रेट गर्नु लाग्यो है त ल ड्याडीलाई खिलाउनु पर्छ पहिला ह्यापी बर्थडे भयो भयो ल के गर्न लाउनु भएको ड्याडी आज भनिदिनु त आज मेरो बर्थडे प्लस आज साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन भएको भएर ए ड्याडी त ल एउटा मामाश्रीलाई एउटा बाबुलाई ल लुतो फाल्नलाई रेडी है ल बाजे आज रेडी हो नि अब लुतो फाल्नलाई यो पहिलादेखिको चलाइ होइन नि त बाजे चल्ती हो कि यो है के आज के दिन पनि भन्दिनु न साउने संक्रान्ति साउने संक्रान्तिको दिन पनि साउने संक्रान्तिको दिन यो लुतो फ्याँक्ने चल्ती छ कि पहिल्यैदेखि है जानेको भएर झरी परे नि नपरे नि ल अनि छत्री ओढेर अब फाल्न रेडी एलिस पनि रेडी छ एलिसको चाहिँ फर्स्ट टाइम बाजे एलिसको चाहिँ फर्स्ट टाइम हो सिकाइदिनु है बाजेले मलाई आउँदैन बाजेले जे भन्नु त्यही भन्नु ल अर्को छाता लिएर आएको हिँड्छ नि बाबु यस्तो चिप्लो साथीहरू पानी पऱ्यो हामी चाहिँ अब जाँदैछौँ हो बिस्तारै साथीहरू जाँदैछौँ अब लुतो फाल्ने दुईजनाले तर हेर्न गएको चाहिँ हामी यहाँ टन्नै बाबु छोड त तिमी बाबु तिमी छोड त पछाडि आइज नि पक्नु म भन्छु नि अब त्यसरी नै फलाक्ने कि ए ल पक्नु बाजे लागि बुझाउनु पर्यो एलिस तिमीले उता राख त पक्नु बाजे पक्नु है ध्यानमा समात्नु भन्ने बाजेले ए हो यही राइट ह्यान्डमा ल 3 म भन्छु भन्नै भयो रोग ब्याग किरा फट्याङ्ग्रा के अरे यो वर्षको रोग ब्याग चाहिँ होइन सब के अरे किरा फट्याङ्ग्रा रोग ब्याग सब के अरे ऊ जति लैजा है सेटी पारे साई पारी जोले भन्नु कारणले है बुझ्यौ नि एलिस बुझे पुरा बुझ्नु होइन ल है रोग प्याग क्या बोला तूने है रोग प्याग पछाडि सागे पारी
ल भयो ल भयो कस्तो भयो भन्यौ तिमीले मैले सुनेन त बाजेसँगै भनेको सँगै भनेको ए ल फालियो है साथीहरू है बाजे ल एलिसले फर्स्ट टाइम फाल्यो सबै रोग बेग खटिरा सटिरा पटिरा सब फालियो सब गयो खोला पारी है बाजे खटेर ठुलो खटेर सबै गयो ल है साथीहरू आज चाहिँ ड्याडीको पार्टी हुँदैछ यहाँ हामी खानासाना खाएर भ्याइसक्यो अब यो फेरि पोलेर खाने रे यो मेरिनेट गरेर राखेको हो अब ड्याडीले यहाँ बनाउनु भएको यो छाडा छ बारबेक हैन ल बारबिक्यू है हाम्रो चाहिँ अब यो पर्क है साथीहरू यो चाहिँ हाम्रो मामा घरमा यत्रो ड्याडीको बर्थडे पार्टी हेरे है साथीहरू यही यहाँ द्वाइँ हुँदैछ हो आज यहाँ पार्टी भोलि चाहिँ पोखरामा पार्टी दिनुहुन्छ भन्नुभएको ड्याडीले भोलि बन्द भयो त ड्याडी त्यो लास्टै ठुलो रहेछ ल अब पाकेपछि देखाउँछ है साथीहरू यहाँ चट्ट लगाएर चरेर गरेको सुन्न सक्नुहुन्छ ल साथीहरू हाम्रो चाहिँ यहाँ रेडी हुँदैछ यता छ यता यहाँ मेरो बहिनीले बनाउँदैछ फुक्दैछ यता एलिसहरू बसिरहेछ बिन्दास पारामा हामी चाहिँ यहाँ बनाएको हेर्दैछौँ हामीलाई के भन्छ ए तिमीले उस गर नि त कस्तो फिल भयो तिमीलाई फर्स्ट टाइम लुतो पुतो फाल्नलाई त्यो भिडियोमा चाहिँ अलि मजाले बोलेको नआएको रहेछ कि साथीहरू बाजेले सँगसँगै भन्नु भन्थ्यो अनि भन्दाखेरि बिचमा फेरि त्यो भन्न नआएको के लुतो फुतो अनि पछि त भित्र लुतो पुतो हो कि फुतो लुतो पुतो हो कि के हो त्यस्तै अनि बाजेले त्यो सँगसँगै भन्नुहुन्थ्यो अनि दुइटाको त भन्यो अनि पछि त भन्न नआएर कि मनमा नै भन्यो अनि लैजाए भनेर भुराइदियो मलाई नेट चाहिँदैन कि साथीहरू होइन नयाँ नयाँ तिमीले नयाँ नयाँ कुराहरू देख्छौ सिक्छौ खान्छौ है हो कति नयाँ नयाँ कुराहरू यसले एक्सपिरियन्स नगरेको उसहरू चाहिँ गर्छ उसँग भएपछि चाहिँ नेट सेट मलाई केही चाहिँदैन हामीलाई होइन यतिकै मलाई चाहिएन मैले चलाउनु पाएन उसलाई चाहिँ चाहिन्छ साथीहरू म यहाँ आउँदा नि उसले डाटा थुतेर चलाएको हुन्छ सोसियल मिडियाहरू ल अब यहाँ हेरौँ अब हामी खान्छौँ साथीहरू रमाइलो गर्छौँ रेडी भइसकेको थियो तर आधी खाएर भ्याइसक्यौँ ल एलिस लिउ त एउटा यो मासु एलिस चाहिँ मासुमा चाहिँ बारबिक्यू खाने रे बोसै नखाने रे फर्स्ट लट है त साथीहरू अघि एउटा खायो यो ल साथीहरू आजको बर्थडे मनायो अनि के गरेको होला हामीले आज रमाइलो गर्यो रमाइलो भयो मामा घरमा आन्टी हामी त यो भ्लगमा त पोखराको नि छ भन न कता कता सबै यो एकदम लामो हुन्छ होला होइन अब मिक्स गरेर सबै कट गरेर होइन हाल्छौँ साथीहरू मिलाएर अनि आज के भन्छ सानोलाई पनि दियो मैले के चाहिँ चुरा साउनको चिनो मम्मी पनि थाल्यो न उस मम्मी तपाईँको मेहन्दी मम्मीको हातको मेहन्दी अनि यता चाहिँ मम्मीको घाउ यो चाहिँ त्यो पतेराले मुद्देको घाउ भएको तर मेहन्दीसँग मिल्छ घरमा हामी चाहिँ अहिले मामा घरमा छौँ साथीहरू अनि भिडियो एन्डिङ गर्ने भनेर होइन आन्टीलाई यसो गफ हानेर आन्टीलाई भिडियो एन्डिङ गर्ने भनेर प्र्याङ्क गरेको होइन हेर्नु भएको छ मम्मीले नि त्यता आन्टीलाई नि सरप्राइज साउनको चिनो है त साथीहरू थ्याङ्क यू मेरो बाबुलाई हुन्छ आन्टीलाई चाहिँ भिडियो एन्डिङ गर्ने भनेर फकाएर है निकाल्नु पर्यो है निकालिदिएर मलाई त भएन ल एलिसले मम्मीलाई ल्याइदिएको चुरा है त साथीहरू ल दामी चल्कियो है मम्मीले नि अब श्रावणको गिफ्ट पाउनु भयो है ल यसले चाहिँ हरियो मात्रै लिनु भन्थ्यो हिजो पोखरामा पाएन अरे अनि यहीँ अघि म र एलिसको हेर अनि मिल्यो है साइज पनि कसरी जाने कि अनि यो कस्तो साइनिङ दिन्छ राम्रो खाल्यो भन्थ्यो दामी छ त साँच्चै हो ल आज हतार मम्मीलाई दिनु पाएन त्यो चाहिँ भोलि खिच्नु पर्छ ल मम्मी है मेरो बाबु र नानी है मेरो बाबु र नानीले लिएर आइदिएको मलाई साउन्डको मैले होइन एलिस लियो हो होइन तिमी पनि त हो नि गएको दुवैजनाले जोड्छु कि होइन किन छुट्याउने होइन दुईजना दुवैजनाले लिएर आइदिएको यो
चुरा क्या दामी मन पर्यो मलाई थ्याङ्क यू दुवैजनालाई मेरो छोरा र वेलकम छोरीलाई के हो मम्मी चाहिँ इमोसनल हुनुभयो क्या लो ल ह्याप्पी श्रावण सबैजनालाई। ल साथीहरू अब हामी चाहिँ अहिले घर आएको छौँ है त मम्मीलाई सरप्राइज दिनको लागि। मम्मीलाई चाहिँ थाहा छ किनकि मैले पोखरामै मम्मीलाई त्यही रोज्नु भनेको थिएँ नि त है विशाल बजारमा। तर मम्मीले त्यतिखेर हतार हतार भएर ढिलो भएर घर आउनु फर्किनु पऱ्यो पानी पऱ्यो त्यही माथि पनि ढिलो भइसकेको थियो है। त्यही भएर त्यहाँ चाहिँ मन पनि परेन त्यही भएर हेरेको रुचाएन है तपाईँले त्यहाँ भेटाउँथ्यो हतार भयो साथीहरू त्यही भएर अनि खोज्न नि मन लागेन होइन अलिअलि हेरेको खासै मन परेन अनि त्यही हो। अनि मेरो ब्याक क्यामेरा चाहिँ मेरो फ्यामिलीले खिचिदिँदैछ होइन तिमी पनि यसो बोल है। म चाहिँ यहाँ पछाडि छु साथीहरू खै निकाल अनि मैले चाहिँ हिजो चाहिँ हामी हतार हतार उता मामा घर जानु पाएर साइनलाई सरप्राइज दिएँ त्यहाँ होइन रेस्टुरेन्टमा। त्यसपछि मम्मीलाई दिएँ त्यसपछि भोलिपल्ट साउनको आज चाहिँ भोलिपल्ट मैले मम्मीलाई दिन लगाएको छु साथीहरू। यहाँ छ मेरो गिफ्ट मैले र मेरो सानो भएर रोजेको होइन। अब मम्मीलाई के कस्तो लाग्छ थाहा छैन साथीहरू देखाएको छैन है। त्यतिखेर त मम्मीले छोरोको रोजाइ चाहिँ राम्रै हुन्छ किनभने मलाई आफ्नै काठमाडौँमा चाहिँ राम्रो लिने छोरोले पहिला पनि दिने होला यो ग्रिन दिने कि दुईटा हो अब हो ए यतापट्टि टन्नै छु म त बाबाले यता चाहिँ बाबाले दिनुभएको है। ए कति लगाउने आफै खोल्नु न। यति धेरै चुरो लाउन सक्दिनँ है हाम्रो चाहिँ दुईजना गएर अघि भर्खरै हामी दुईजना गएर बाबु नानीको गिफ्ट सादामा है यो चाहिँ ल है त सेम टु सेम रहेछ बाबाको जस्तै तर बाबाको चाहिँ अलिक मोटोमा मेरो यो चाहिँ मसिनोमा यो झन् दामी रहेछ नि त अब यो त्यसमा चाहिँ हामीले मैले निकिताले दिए जस्तो त्यसरी के भन्छ मिक्स यस मिक्स गरेर दिएको है साथीहरू। हिजो मम्मीलाई चाहिँ हतार हतार लिन पऱ्यो साथीहरू त्यही भएर मम्मीले दामी छ त भनेपछि यो बाबुको चोइस कि नानीको चोइस यो मेरो चोइस हो दामी छ त नानी राम्रो है लगाउनु त हातमा पछि यो सिङ्गल मात्रै लाउनु मिल्छ नि पछि त्यो पनि लाउनु मिल्छ सिङ्गल अनि यो हरि अब साउन्ड गएपछि यो मात्रै लाउनु नि मिल्यो होइन राम्रो खालको त्यो पाला लगाउनु न थ्याङ्क यू सो मच है मेरो बाबु नानीलाई वेलकम आन्टी लगाउनु लाउनु एकैचोटि कहाँ फुट्ला नि फेरि लगाएर हेरौँ है त साथीहरू। म खासै धेरै चुरा लाउनु अब होइन तर पनि आज साउन्डमा चाहिँ म हरियै भएर बस्छु है मेरो बाबु नानीको माया बुढाको माया है अब धेरै ठुलो के अरे धेरै ठुलो त दिन सकिएन के अरे होइन ठिक्क मिलेको साइज रहेछ कि फेरि मेरो कुरा काटिदिनु केही भएन बाबाले ल्याउनु भएको हो अलिक ठुलो खालके अस्ति कि मैले चाना लिएर आएको हो अनि उसलाई खानु त पक्कै पनि मेरो चुरा चाहिँ लिएर गएको हो कि यसले मैले लगाएर अनि चुरा चाहिँ लिएर गएको हो यो राम्रो देख्यो कि होइन देखियो अघि साथीहरू एउटा चुरा मम्मीको मैले राति चुरा लिएर गएको थिएँ कि ओके दामी छ त ल दामी यो चाहिँ देखियो चिप्लोको देखेँ है अब मैले के भन्नु पर्यो ल के भन्ने अब मैले धन्यवाद दिइहालेँ थ्याङ्क यू सो मच मेरो बाबु नानीलाई ल मन पर्यो आन्टी कस्तो राम्रो देखियो चुरा जस्तै मान्छे पनि राम्रो भएर गएको राम्रो त हुनुहुन्छ नि हाम्रो आन्टी चाहिँ भिडियोमा आउन लजाउनु हुन्छ साथीहरू साथीहरू अब चाहिँ फेरि मेरो छोराले फेरि यहाँ मेहन्दी लगाइदिन्छ पहिला वर्ष मेहन्दी लगाएको साथीहरू 8 घन्टा लगाएर म झुलेको झुले यस्तै नानीलाई लगाइदिएन बाबुले यसपालि राखेन आन्टी हो ए अहिले मामा घर लाने अहिले फेरि हामी साथीहरू मामा घर जाँदैछौँ यहाँ मम्मीलाई अब भोलि चाहिँ तिमी आएर फेरि मलाई लगाउनु बिहानै आएको साथीहरू हामी मामा घरबाट सानो ट्युसन पढाउनु परेर अनि यो मम्मीलाई चुरा दिनु परेर अब फेरि यहाँ हामी रिटर्न ब्याक निकिताको मामा घर जाँदैछौँ है गलौँ निकितालाई नि मम्मीलाई मेरो सानोलाई खुसी पार्नु नै मेरो खुसी हो कि त्यही भएर है एकदम है रुन लाग्यो जस्तो है मेरो सानो मैले सोचेँ भने राम्रो चुरा आएछ नि त ल रोजाइ त राम्रो छ कि मेरो बाबु नानीको रोजाइ त ल हिजो मम्मी इमोसनल हुनुभएको थियो किनभने मैले अस्ति काठमाडौँमा कति रिङ हेरेँ मलाई चाहिँ एउटा मन नपरेको
बाबुले टक्कै एउटा देखाइदिएको टक्कै मन परेको क्या मलाई त्यो नानीलाई मैले देखाएको नि छैन त्यो ग्रिन कलरकै हो कि ग्रिन नानी कलरकै छ क्या त्यो दामी हो के साउन्डमा लाउनु हुन्छ भने ट्याक्कै त्यही रोज अनि जब कतै गयो भने चाहिँ अब घरमा त खासै लाउँदैन कतै गएर भने चाहिँ यस्तो हरियो कपडाहरूसँग त्यही मिलाएर हो साथीहरू अब यो श्रावणको भ्लग पनि एकदम लामो भइसक्यो होला श्रावण प्लस ड्याडीको बर्थडे भ्लग ठ्याक्कै फेरि ड्याडीको बर्थडे फेरि साउन्डको एक साउन्डै साथीहरू गर्नु परेछ यो भ्लग त तिनवटा छ एउटा पोखराको पोखराको सरप्राइज गएको त्यसपछि पोखरा मम्मीलाई सरप्राइज गएको किन्न गएको अब आँखाको आँखा जताउनु। आँखाको चेकअप लागि गएको के अरे पछि नानीलाई सरप्राइज दिनको लागि चाहिँ अनि हामीलाई आन्टीलाई मलाई नानीलाई चुरा चाहिँ दिने भनेको थियो नानीलाई मात्रै लियो हतार हतारमा त्यही भएर नानीलाई चाहिँ मन पर्यो होला नि त्यही त लास्टै राम्रो देखेँ त म साथीहरू चाहिँ हतारमा हेरिनँ कि दमली लिन्छु भनेर अनि अहिले त झन् अब, sandal लिएर चाहिँ, एकदम राम्रो अब हाम्रो भ्युअर्सहरूलाई के भन्नुहुन्छ तपाईँ के भन्ने मलाई त्यति क्यामेरा सबैजनाले- मलाई आउँदैन भन्नलाई आउँदैन। बाहिर त आउँछ फेरि जे पनि बोल्नलाई क्यामेरा अगाडि आएपछि चाहिँ अब मलाई आन्टीलाई नि बिस्तारै बानी पर्छ बानी पराउँदैछौँ साथीहरू अनि त्यसपछि अब यो भिडियो त अब यहीँसम्म भ्युर्सहरूलाई त मैले अब माया गरिदिनु होला होइन यस लाइक सब्सक्राइब सेयर गरिदिनु होला त्यही होला मम्मीको आशीर्वाद मम्मीको आशीर्वाद लागेको छ है त हामीलाई नमस्ते ल अब साथीहरू यति नै हो अब हाम्रो साउन्ड सङ्क्रान्ति ल के कस्तो लाग्यो तपाईँहरूलाई कमेन्टमा भनिदिनु होला अनि अब यो पछि चाहिँ योभन्दा अगाडि चाहिँ हामीले क्युएनए भ्लगलाई पनि भन्दैन छैन होइन त्यसमा चाहिँ कमेन्ट झ्यामझ्याम गरेर त्योभन्दा अगाडिकोमा कमेन्ट गरिदिनु साथीहरू यो पछि त्यो लिएर आउने भनेको छौँ त्यसमा चाहिँ धेरै क्वेसन नै आएको छैन साथीहरू त्यही भएर सबैजनाले कमेन्ट गर्नु होला भन्नु होला अनि हामी दुईजना क्युएनए लिएर आउँछौँ सक्नु है ल अहिले यति भन्दै यहाँबाट हामी बिदा लिन चाहन्छौँ है सबैजनालाई धेरै धेरै धन्यवाद अनि सी यु नेक्स्ट भ्लग है साथीहरू बाई 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 गर्छु बाई साथीहरू